Hello and namaste, Lasso Fapula, Jai Mr. सबैजनालाई वेलकम ब्याक टु द ब्रान्ड न्यू एपिसोड अफ लाइफ विथ आमोस र हजुरहरूलाई स्वागत छ आजको नयाँ भ्लगमा है। कस्तो हुनुहुन्छ तपाईँहरू? सन्चै आरामै हुनुहुन्छ होला। म पनि सन्चै आरामै छु। एज यु नो गाइस, आज चाहिँ के हुँदैछ भनेर आज चाहिँ हामी यता लिभाइस चर्च जाँदैछौँ। लिभाइस चर्चमा चाहिँ आज लिभाइस वर्सिप टिमको चाहिँ मेबी 10 to 11 सङ्ग्सहरू चाहिँ म्युजिक भिडियो गर्नुपर्ने छ, लाइभ रेकर्डिङ। अनि त्यो चाहिँ मोस्ट प्रोभाब्ली सबै प्रायः कभर नै हुन्छ, कभर सङहरू नै हुन्छ। सो तपाईँहरूले इन्जोय गर्नुहोस् आजको ब्लग। अनि म बिहाइन्ड द क्यामेरा है, म अनि ब्रदर रोनी हामी दुईजना चाहिँ क्यामेरामा एसिस्ट गर्दैछौँ, क्यामेरामा यसो अनि गर्दैछौँ है, कामहरू गर्दैछौँ। अनि आइस भाइ पनि हुन्छ। लेट्स सी को हुनुहुन्छ बिहाइन्ड द क्यामेरा। हामी तपाईँलाई पुरै देखाउन नसके पनि तपाईँहरूलाई म क्लिप अनुसार देखाउँछु। अनि अझै म यहाँ अहिले एकछिन चाहिँ यहाँनिर पोको बोकेको छु। एन्ड मेरो छोरो अनि वाइफलाई चाहिँ म यता उसको दिदीको घरमा पुऱ्याउनु जाँदैछु। बिकज आज चाहिँ यता चर्चमा चाहिँ एउटा बे छ, अनि त्यो बेमा चाहिँ म जान पाउँदिनँ कामले गर्दाखेरि। सो अब त्यही हो। अनि त्यहाँ छोड्छु, त्यसपछि म फेरि इसाकलाई पिकअप गर्न आउँछु अनि हामी सँगै जान्छौँ। इसाक र म हुन्छ। इसाक चाहिँ मेन ऊ चाहिँ क्यामेरामा म्युजिक भिडियोमा छ है, उसले चाहिँ गीतहरू गाउँछ। सो मेरो छोरो र श्रीमती वाइफ पनि आउँदैछ। तपाईँहरूलाई पनि म वेलकम गराउँछु है त। ल हाम्रो यहाँनिर गाउँ खेती झारिसक्यो, गाउँहरू सबै टिपिसक्यो झारेर नि है। ओके गाइस, मेरो छोरो र श्रीमतीज्यू यहाँ छ। छोरो हाउ आर यु? आउँला चुस्दै छ। भ्लगमा स्वागत छ छोरो तिमीलाई, फर्स्ट टाइम एभर इन माई भ्लग। स्माइल गरिदियो, खोइ हाँस्थ्यो। ल ढिलो हुँदैछ, त्यही पनि छोरो र वाइफलाई देखाउने। हेलो गरिदियो युट्युब फ्यामिलीलाई, हेलो युट्युब फ्यामिली भनिदियो। हेर्दैछ। सो यहाँ हामी चाहिँ जान्छौँ, उसलाई ड्रप गर्छौँ, त्यसपछि फेरि इसाकलाई लिन आउँछौँ अनि हामी सिधै लिभाइस चर्च जान्छौँ सुटिङको लागि। सकेसम्म बिहान द सिन यसो खिच्ने प्रयास गर्छु। अब सबै अपलोड गर्नु त मिल्दैन, यो नियम विपरीत हुन्छ। तर सक्ने जति म क्लिपहरू तपाईँहरूलाई देखाउँछु कसरी हामी काम गर्दैछौँ भनेर। त्यही हो गाइस। ल अब ब्लग नै हाल्नु पऱ्यो होइन, त्यही भएर तपाईँहरूलाई यसो के कस्तो हुन्छ हजुरलाई म देखाउँछु नि। ल ओके, अब बाइकमा आयो, पछि भेटौँ है त। अहिले चाहिँ हामी सुटिङ हुने ठाउँमा आइसकेको छौँ, लिभाइस चर्चमा। सो आज चाहिँ सुटिङ हुने ठाउँ यही हो। यहाँ हाम्रो गिम्बलहरू चार्ज हुँदैछ, ब्याट्रीहरू चार्ज हुँदैछ है। यहाँ पनि ब्याट्री चार्ज हुँदैछ। यहाँ छ गिम्बलहरूको एउटा, यहाँ गिम्बल छ। अनि यहाँ मेरो चाहिँ 100mm लेन्सको यहाँ तयारी हुँदैछ यसरी। यहाँबाट चाहिँ रनिङ ब्रदरले पुरा हामीले थाम्न नसक्ने लेन्स छ यहाँ सेटअप हुँदैछ। आइस भाइ हो त्यहाँ एकदम, यहाँ मान्छे यो खोट्याखोटै छ बिहानदेखि। आइस भाइ के छ त, के भन्न चाहन्छौ मेरो भ्लगमा? ल हाम्रो इसाक यहाँ है। हेलो हेलो, के छ एकदम ठिक। आज के हुँदैछ यहाँ? आज हाम्रो म्युजिक भिडियो सुटिङ हुँदैछ। के कस्तो गर्दै हुनुहुन्छ यता यसो? म भन्नुहोस् त, के गर्न आउँदैन यहाँ, म त यहाँ सघाउँदैछु अलिअलि यहाँ आफूले के गर्न सक्छ। चाहिँ गीत गाउनेमा हो। आइस भाइ तिमीलाई कस्तो लाग्दैछ मेरो भ्लगमा आउनु पाउनु? केले ल्याएको छैन त्यो पनि बुझेन कि के भने मैले त बुझेन। आउन चाहन्छ भने मलाई फोन गर्नु होला, म तपाईँलाई के भन्छ। आमा चाहिँ हामी एकछिन बस्दैछौँ, यहाँ गर्मी हुन थालिसक्यो, गिम्बलहरू चार्ज हुँदैछ, ब्याट्रीहरू। अब बिहानदेखि के कस्तो आउँछ सबै हेर्नु होला हजुरहरूले। सब्सक्राइब गर्नुहोस् नयाँ हुनुहुन्छ भने, सब्सक्राइब चाहिँ गर्नु पऱ्यो ल साथीहरू है। त्यही हो, भेट्दै गरौँ अगाडि क्लिपमा। अहिले चाहिँ प्र्याक्टिस हुँदैछ यहाँ आइस भाइ। अनि यता आउँदैछ प्र्याक्टिस हुँदैछ। अब चाहिँ हाम्रो क्यामेरा सबै सेटअप छ। 1 2 3
6वटा क्यामेरा छ 6वटा क्यामेराबाट चाहिँ हामी गर्दैछौँ यहाँ पनि लेन्स देख्छ भित्तामा पनि देख्छ अनि यहाँ है जस अब 12 बजिसक्यो कसो हुँदैछ हाम्रो यहाँनिर 8 बजीदेखि आएर बसेको हामी यहाँ गाह्रो छ केटाहरू यो चाहिँ बिहाइन्ड द सिन हो बिहाइन्ड द सिन साथीहरू भर्खरै एउटा गीत सिद्धियो अनि यहाँ आउँदै रहेछ अनि सुटिङको सेट चाहिँ यस्तो छ तपाईँहरूलाई देखाउँछु म लाइट अफ छ कि त्यो देख्दैन यहाँ यहाँनिर अहिले चाहिँ एउटा गीत सिद्धियो बल्ल अब यहाँनिर फेरि अर्को लागि ड्रेस चेन्ज गर्दै हुनुहुन्छ सो अब यहाँ चाहिँ अब अर्को ड्रेसको लागि रेडी फर्स्ट गीत सिद्धियो कस्तो लाग्दैछ भोग लाग्यो अरे ल यहाँहरू छ यहाँनिर लाइट सबै अफ गरेको छ हामीले अनि पुरा पसिना भयो एउटा गीत सिद्धियो बल्ल बिहान 9 बजीदेखि बल्ल एउटा गीत सिद्धियो अब अर्को पनि आउँछ बिहान द सिनहरू हेर्नुहोस् तपाईँहरूले यसो माया देखाउनुहोस् है त आजको भिडियोमा है त हाम्रो चाहिँ यस्तरी मिहिनेत हुँदैछ अशोक बा रोहन भाइ मणि दाइ मिहिनेत कडा हुँदैछ यहाँ मिहिनेत लाइट चेन्ज गर्नु लागि पुरा हेर्नु नि यहाँ पुरा मिहिनेत गर्दैछौँ ल हेर्नु नि पशुलाई पनि यहाँ काम गर्दै हुनुहुन्छ यो चाहिँ बिहान द सिन हो सबै आउनुहोस् हेलो भन्नु हेलो भन्नुहोस् हेलो भन्नुहोस् न खै छिटो हेलो हेलो भन्नुहोस् बिस्तारै 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 क्यामेरा झर्छ पुरा हाम्रो दाइको मेकअप हुँदैछ यहाँ मेकअप 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 ल हाम्रो ब्लग ब्लग आम्मा लु अब त टल्किने भयो लु ओहो ल हाम्रो मन दाइ पुरा मेकअप गरिँदै अब कसको पालो हो ल जानुहोस् न म भ्लग गरिदिन्छु ल मेरो बाबा हो भन्नुहोस् न भ्लगमा खोइ ल यहाँ भन्नुहोस् न लड्छ लड्छ बिस्तारै ल ल ल आयो ल हस् अब कता जाने र एक्साइटेड छ आज ल खोइ 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 बोल्नुहोस् न खोइ 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 बोल्नुहोस् बोल्नुहोस् अब चाहिँ फोटो सुट हुनु लाग्यो थम्बनेलको लागि रोहन भाइ त्यहाँ के गर्ने भनेर देखाउँदैछ पोज देखाउँदैछ उसले चाहिँ फोटो सुट लागेको थम्बनेलको लागि 2 शब्द जति सबैलाई एकदम रमाइलो लागिरहेछ मलाई किन भन्दाखेरि आमुज दाइ हाम्रो साथमा हुनुहुन्छ धन्यवाद प्रकाश भाइ कस्तो लाग्दैछ दामी दामी लाग्दैछ
तिमीलाई कस्तो लाग्दैछ मलाई मासु चाहिँ मिठो लाग्यो अगाडि अगाडि मासु चाख्न गइसकेको छ मान्छे लास थाम्दैन मासु होला उसलाई चाहिँ मोमो चाहियो रे लु दलुन दलुन उता पनि सबजना रेडी हुँदैछ नेक्स्ट सङ आई सरेन्डर अल भनेर इङ्ग्लिस सङ नेपालीमा भ्लगतिर यार तिमी पनि आउँदैछ है लु लु आउनु पऱ्यो लु 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 चट्ट लाएर लिप्नु पऱ्यो नि पोत्नु पऱ्यो हुँदैछ छैन छैन सबैजना आउँदै हुन्छ अब चाहिँ नेक्स्ट सङको लागि रेडी हुँदैछौँ हामी है त अब चाहिँ थम्नेलको लागि पुरा यहाँनिर फोटोसुट है त थम्नेल मोड मोड ए ल पुरै अब पुरा रेकर्ड हुँदै हुन्छ ठिक छ अब चाहिँ नयाँ गीत हो यो चाहिँ आई सरेन्डर अल भन्ने गीत पछिको सुटिङ सुरु आउँदैछ यहाँ अब यता सुटिङ यो चाहिँ खाना पछिको अर्को अघिको सेकेन्ड गीत नै गर्नुपर्ने छ सो हामी सुरु गर्छौँ यहाँ पछाडि छ पछाडि पनि एउटा जुम छ यहाँ अड्किन्छौँ अब हामी अहिले चाहिँ फोर्थ सङ सिद्धियो फोर्थ सङ सिधेपछि चाहिँ एकछिन रेस्ट आराम ढाड दुख्यो ढाड एकदम समातेर ढाड दुख्यो एकदम ढाड पुरा मसाज गर्नुपर्ने अवस्था भयो सबैजना ढाड दुख्यो शरीर दुख्यो एकछिन पनि ढल्किन्छ होला भाइ तिमी के दुख्यो मेरो ढाड दुख्यो मेरो चाहिँ के पनि दुखेको छैन कति आनन्द छ है मेरो चाहिँ ढाड दुख्यो के पनि दुखेको छैन भाइको चाहिँ दुख्ने चाहिँ दुखाइछ तर प्रमुख लागि अब एकछिन ढल्किन्छ साथी हो अब चाहिँ 3वटा गीत बाँकी छ लास्टमा आउनु पर्ला गुरुबा लास्टमा अब चाहिँ 3वटा गीत अब चाहिँ नेपाली प्रेज भन्ने गीत रेकर्ड हुँदैछ यो चाहिँ 8औं नम्बरको गीत आजको सुटिङको लागि है
ल रेकर्ड हुँदैछ अब एकछिन आगे ढाँड दुखे ल दिपक भाइलाई पनि धन्यवाद एसिस्ट गरेकोमा स्वागत चाहिँ भ्लग पनि हुँदैछ बिहान उसले चाहिँ यत्रो लामो क्यामेरा युज गर्दै यहाँनिर गर्दैछ उसले चाहिँ अब 8औं नम्बरको गीत बिहान सिन के हुन्छ हेर्नु होला मसाज गर्ने ढाड दुखेर हैरान छ यस्तो दुख्यो चप्पल आएर के अब चाहिँ सुरु हुन्छ है सुरु हुन्छ ल हेरौँ फाइनली गाइस हाम्रो सुटिङ सिक्यो अहिले चाहिँ 8 बजी राति 8 बजी फाइनल्ली सिक्यो है तर रुटिन फलो गर्ने मान्छे हो एकदम फाइनल सिक्यो बल्ल सिक्यो ल एम्बल यहाँ छ दिपक भाइ धन्यवाद दिपक भाइलाई हि वाज हेल्पिङ अस एकदमै अब आजको लागि यति हुन्छ होला है के साथीहरु मेरो हातभरि जिउभरि जब्दले हेर्नु न यता आफू केयरलेस गर्छु म मेरो छेउमा आएर बसेको हो कि फेरि ल त्यही मात्र बाँकी छ अरू के छ भन्नु है भगमा पुरा हुन्छ मेरो नयाँ कपडा के मजा आयो कतिवटा खायो यो त्यसमा सेकेन्ड तिम्रो कति भन्नु मैले जस्ट एउटा अनि आधी मात्रै खाएँ नम्बर 5 भन्दैछ अब आधी खान आएको बल्ल तर 10 वटा गीत सिधेर खाँदैछ भने खानुभयो तपाईँले भाइ अचार नहालेको भाइ यहाँ खाँदैछौँ हामी एकदम मिठो छ कस्तो छ मिठो छ कस्तो लाग्यो मेरो उता छ नि मेरो समोसा हैन आमा किन खाएको त ए मन पर्दैन ए आलु मात्र खाँदो रहेछ मान्छेले त ओहो भएन है आलु मात्र खानु हुँदो रहेछ है आलु मेरो दाइले खाइदिएको मैले यो खाने भनेको कसले ए त्यो चाहिँ मन पर्छ Thank you so much guys for watching this vlog behind the scene of our music video shoot. हजुरलाई कस्तो लाग्यो कमेन्ट लाइक
सेयर गर्नुहोस्, सब्सक्राइब पनि गर्नुहोस्। र इन्डिङ अलि मजाले गर्न पाइनँ, अलि राति नै भइसकेको थियो। सो अब हामी नेक्स्ट ब्लगमा भेट्नेछौँ। टिल देन स्टे सेफ, स्टे ब्लेस, स्वस्थ रहनुहोस्, सुरक्षित रहनुहोस्, आशिषित रहनुहोस्। बाई बाई, सी यु इन द नेक्स्ट ब्लग।